पृथ्वी गोलो होइन, च्याप्टो छ। के दुनियाँमा मानिस यति अबुझ पनि हुन सक्छ कि यो थ्योरीलाई पत्याउँछ? दया लागिरहेछ तर यो सत्य हो। अमेरिकामा 10% मान्छे, युकेमा 3% मान्छे, ब्राजिलमा 7% मान्छे यो मान्छन् कि पृथ्वी गोलो होइन, च्याप्टो छ। अन्टार्कटिकाले पृथ्वीको चारैतिर अग्लो अग्लो बर्फिलो पहाडले घेरा बनाएको छ। यो घेरालाई जसले पनि पार गर्छ त्यो त्यहाँबाट तल खस्छ। वाह, क्या लोजिक छ। यो फ्ल्याट अर्थमा सूर्य र चन्द्रमाको के हुन्छ, दिन र रात कसरी हुन्छ, बाइबल र कुरानमा फ्ल्याट अर्थको बारेमा एक्ज्याक्टली के लेखिएको छ, आउनुहोस् साथीहरू यो भिडियोमा बुझौँ। नमस्ते। 28 सेप्टेम्बर 2002 अमेरिकामा बस्ने 46 वर्षका माइक ह्युज एउटा अलग अनौठो वर्ल्ड रेकर्ड बनाउँछन्। पेसाबाट उनी एउटा लेम्युजिन ड्राइभर हुन् र त्यही लेम्युजिनबाट बसेर उनले एउटा धेरै लामो छलाङ लगाउँछन्। नापमा भन्नुपर्दा यो 130 फिट लामो छलाङ थियो। एउटा 3000 किलोको गाडीमा बसेर यति लामो दूरीको जम्प लाउनु यो वर्ल्ड रेकर्ड नै भन्छ। तर माइक यतिमा रोकिएनन्। 12 सालपछि 2014मा उनले आफ्नै गराजमा बनाएको रकेटको हेल्पले हावामा 1300 फिट माथिसम्म जान्छन्। यो रकेट जब क्र्यास गर्छ तब उनलाई चोट पनि लाग्छ। 2016मा उनले आफ्नो प्लान भन्छन् दुनियाँलाई। उनको उद्देश्य छ कि पृथ्वीको वायुमण्डलको सीमालाई पार गरेर अन्तरिक्षमा जाने। अमेरिकामा उनलाई म्याड माइक भनेर बोलाउन थाल्यो, किनकि कोही पागल नै होला जो यति ज्यानलेवा स्टन्ट गर्छ। आफ्नो यो नयाँ स्टन्ट गर्नको लागि म्याड माइकलाई पैसा चाहिएको थियो। त्यसैले उनले किक स्टार क्याम्पेनको सुरु गरे। मान्छेबाट डोनेसन माग्छन्। $1 लाख दिइयोस् ताकि यो स्टन्ट गर्न सकियोस्। And actually Kickstarter campaign. And what we're going to do is we're going to try to break my record. तर अभाग्यवश मान्छेहरूले उनको यो स्टन्टमा त्यति ध्यान दिएनन्। उनी बस $310 जम्मा गर्न सक्छन्। मात्र 2 मान्छेले उनलाई यो पैसा डोनेट गरेका थिए। यो स्टन्टको केही समयपछि एउटा भिडियोमा माइक यस्तो भनिदिन्छन् जसको कारणले अचानक उनलाई हजारौं डलरको डोनेसन आउँछ। उनी भन्छन् कि यो साइन्समा म विश्वास राख्दैन, सिर्फ जो आँखाबाट देख्छु त्यसलाई विश्वास गर्छु। उनी भन्छन् मेरो स्टन्ट गर्नुको मेन उद्देश्य भनेको अन्तरिक्षमा गएर पृथ्वी गोलो छ कि च्याप्टो छ भनेर थाहा पाउनु हो। I believe the world is a different shape than what we were taught in those programming centers, which is called public school system. Now the edge, which keeps all the oceans in, is a 150-foot ice wall, which is... र यही कुरा फ्ल्याट अर्थ मान्ने कम्युनिटीलाई प्रभावित गरिदिन्छ र त्यहीबाट यो डोनेसन आएको हुन्छ। यो सुनेर हजुर प्रश्न गर्न सक्नुहुन्छ के साँच्चै यति पागल गवार मान्छेहरू दुनियाँमा छन् जुनलाई सहीमा लाग्छ कि हाम्रो धरती गोलो होइन, च्याप्टो छ? र यसको उत्तर साथीहरू छन्। आउनुहोस् साथीहरू आजको भिडियोमा हामी यो फ्ल्याट अर्थ थ्योरीलाई गहिराइबाट बुझौँ। आजको समय जहाँ हामीसँग एरोप्लेन छन्, सेटेलाइटहरू छन्, स्पेस मिसनहरू छन् जसबाट मान्छेहरू चन्द्रमासम्म पुगिसकेका छन्, त्यही दुनियाँमा अझै पनि केही मानिसहरू छन् जो ठोक्क गरेर भन्छन् पृथ्वी गोलो होइन, च्याप्टो छ। यो सुन्दा अचम्म लाग्न सक्छ, तर योभन्दा अचम्मको कुरा के हो भने यस्तो विश्वास अनएजुकेटेड मान्छेहरूमा मात्र होइन, धेरै एजुकेटेड मान्छेहरू पनि यो बिलिभ गर्छन् कि अर्थ गोलो होइन, फ्ल्याट छ। आजको भिडियोमा साथीहरू हामी यो पुरा ब्रेकडाउन गर्नेछौँ यो कहाँबाट सुरु भयो भनेर। समयमा पछाडि जाउँ साथीहरू। त्यो समय जब न इन्टरनेट थियो न टेलिस्कोप थियो, तर मानिसहरूसँग जिज्ञासा थियो। करिब 500 बीसीमा पाइथागोरस नामका दार्शनिकले आकाशतिर हेरे। उनले सोचे सूर्य र चन्द्रमा त गोलो छ, अनि उनले सोचे यदि यी दुवै गोलो छन् भने पृथ्वी पनि गोलो हुनुपर्छ। यो कुनै एक्सपेरिमेन्ट थिएन, यो थियो प्योर अब्जर्भेसन र लोजिक। केही सय वर्षपछि 350 बीसीमा एरिस्टोटल आए। उनले अझै गहिरो तरिकाले यो विषयमा अब्जर्भ गरे। चन्द्रग्रहण हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्थ्यो र त्यो छाया जहिले पनि सिधा नभएर गोलो हुन्थ्यो। यसको मतलब उनले सोचे पृथ्वी गोलो छ, त्यसकारणले गोलो छाया चन्द्रमामा परेको छ। एरिस्टोटल यही रोकिँदैन। उनले समुद्रमा यात्रा गर्दा जहाजहरू हेरिरहन्थे। टाढाबाट जहाज आउँदा जहाजको सबैभन्दा माथिल्लो भाग पहिले देखिन्थ्यो, त्यसपछि बिस्तारै बीचको भाग र अन्त्यमा तलको भाग देखिन्थ्यो। यो देखेर उनले अन्दाजा लगाए यदि पृथ्वी च्याप्टो भएको भए जहाज एकैचोटि पुरा देखिन्थ्यो, तर यस्तो भएन किनकि पृथ्वी कर्भ अथवा गोलो छ। त्यसपछि करिब 200 बीसीमा इराइटोथेनिस नामका व्यक्ति एकदमै सिम्पल र जिनियस एक्सपेरिमेन्ट गर्छन्। उनले 2 ठाउँमा लट्ठी गाड्छन् र दिउँसोको समयमा लट्ठीबाट निस्केको छायालाई नाप्छन्। उनले पाए कि छायाको लम्बाइ एउटा लामो एउटा छोटो छ र त्यसकै आधारमा उनले क्याल्कुलेसन गरे कि पृथ्वीको सर्कमफ्रेन्स यानि परिधि करिब 37,500 देखि 50,000 किलोमिटरको बीचमा छ। पछि आएर हामीलाई थाहा भयो कि एक्चुअल सर्कमफ्रेन्स 40,075 किलोमिटर छ। सोच्नुहोस् त, न सेटेलाइट न जीपीएस, सिर्फ छाया र दिमागको प्रयोग गरेर लगभग मिल्दो क्याल्कुलेसन गरेका थिए उनले। समय बित्दै गयो। पछि 1600 एडीमा आइज्याक न्युटन आउँदासम्म सबले मानिसकेका थिए कि पृथ्वी गोलो छ, कुनै डिबेट थिएन। तर कहानीमा ट्विस्ट तब आउँछ जब 1865मा एक व्यक्तिले सबै कुरा उल्टाउने प्रयास गर्छन्। उनको नाम थियो स्यामुएल रोबर्टसन। उनले एउटा किताब लेखेका थिए, जेनेटिक एस्ट्रोनोमी अर्थ नट अ ग्लोब।
उनी यो किताबमा भन्छन् पृथ्वी गोलो भएको भए हामीलाई यो गोलो किन देखिँदैन? हामी जमिनमा तारा हेर्दा पनि वस्तु त्यस्तै देखिन्छन्। यदि पृथ्वी गोलो भएको भए वस्तु आधा देखिने या झुकेको देखिने हुनुपर्ने। उनले यस्तै अप्ठ्यारो प्रश्नको सजिलो उत्तर खोजेर भने पृथ्वी साँच्चै नै फ्ल्याट छ र त्यसलाई नै आधार मानेर आजसम्म धेरै मानिसहरू मान्छन् कि धरती फ्ल्याट छ। त्यसैगरी 20 वर्षपछि 1885 मा एउटा अर्को किताब आउँछ 100 प्रुफ द्याट द अर्थ इज नट अ ग्लोब, जसका राइटर थिए विलियम कार्पेन्टर। कार्पेन्टर जस्ता मान्छेहरू जो फ्ल्याट अर्थमा विश्वास राख्छन् उनीहरूले सुरुदेखि नै रिलिजनको सहारा लिइरहेका थिए पृथ्वी फ्ल्याट छ भनेर साबित गर्नको लागि। जस्तै बाइबलको रेभेलेसन च्याप्टर 7 भर्स 1 मा लेखिएको छ, आफ्टर दिस आई स फर एन्जल स्ट्यान्डिङ एट द फोर कर्नर्स अफ द अर्थ होल्डिङ ब्याक द फोर विङ्स अफ द अर्थ। अब लेखिएको यो फोर कर्नर्सलाई आड मानेर कार्पेन्टर भन्छन् 4 कुना छन् जसमा 4 एन्जल छन्, मतलब धरतीमा 4 कुना छन् जसमा 4 एन्जल छन् र त्यो एन्जलहरूले धरतीलाई प्रोटेक्ट गरिरहेको छ। यसको मतलब धरती फ्ल्याट छ किनकि बाइबलमा कुना-कुनाका वा कर्नरको बारेमा कुरा गरिएको छ। तर यो साँचो होइन। हामी सरल भाषामा पनि यसको प्रयोग गर्छौँ। जस्तै हामी भन्छौँ धरतीको कुना-कुनामा ठुला-ठुला पहाडहरू छन्, जसको मतलब यो होइन कि 4 कुना छन्। बाइबलमा पनि यही भन्न खोजिएको हो। धरतीको 4 कुनामा एन्जिल छन्, मतलब अलग-अलग ठाउँमा छन्। भन्नुको मतलब अलग-अलग ठाउँमा एन्जिलहरू बस्छन्। यो एउटा भन्ने तरिका मात्र हो। 1893 मा बनाइएको यो नक्सालाई हेर्नुहोस्। यसमा धरतीलाई स्क्वायरमा देखाइएको छ जसमा 4 वटा कुनामा एन्जिल्स छन्। त्यसैगरी कुरानमा पनि यस्तै छ। कुरान च्याप्टर 71 भर्स 19 मा भनिएको छ, अल्लाह हु हेज मेड फर यु द अर्थ लाइक अ कार्पेट एन्ड स्प्रेड आउट। अब जो गलत अर्थ लाउँछन् उनीहरू भन्छन् अर्थ लाइक अ कार्पेट लेखिएको छ कुरानमा, मतलब धरती कार्पेट जस्तै च्याप्टो छ। तर एउटा समझदार मान्छे सजिलैसँग भन्न सक्छ स्प्रेड आउट एज अ कार्पेटको मतलब हो चारैतिर फैलिएको, भास्ट, एक्सपान्स, एक्सेसिबल बनाएको छ धरतीलाई अल्लाहले। यही कारण 9th र 10th सेन्चुरी पछि मुस्लिम र क्रिस्चियनहरूमा केही कम्युनिटीलाई बिलिभ हुन लागेको थियो कि धरती गोलो होइन फ्ल्याट छ। तर जब पछि टेक्नोलोजी ग्रो हुँदै गयो, धेरै एक्सपेरिमेन्टहरू भए अनि पछि साँच्चै नै प्रुभ भयो कि पृथ्वी गोलो छ, च्याप्टो होइन। तर अब क्वेसन यो हो कि आजको समयमा पनि किन मानिसहरू यस्तो कुरा विश्वास गर्छन्? पहिलो कारण हो सजिलोपन। सजिलो एक्सप्लेनेसन सजिलै पत्याइन्छ किनकि यसमा एफर्ट लाग्दैन। अर्थ फ्ल्याट छ, सिम्पल, नो म्याथ, नो साइन्स। तर अर्थ गोलो छ, ग्राभिटी, फिजिक्स, क्यालकुलेसन धेरै नै सोच्नुपर्ने हुन्छ। त्यसैले मानिसहरू धेरैजसो इजी अप्सन रोज्छन्। दोस्रो, गट फिलिङ। हामी वरिपरि हेर्छौँ, जमिन च्याप्टो देखिन्छ, हामीलाई लाग्छ यो नै सत्य हो। तर वास्तवमा पृथ्वी यति ठुलो छ कि यसको कर्वेचर आँखाले सजिलै देख्न सक्दैन। त्यसैले यो सिधा देखिन्छ, गोलो होइन। तेस्रो हो क्रिटिकल थिङ्किङको कमी। धेरै मान्छेहरूले आफ्नो बिलिफलाई कहिले क्वेसन गर्दैनन्। के म गलत पनि हुन सक्छु? यो प्रश्न सोध्न गाह्रो हुन्छ, तर यही प्रश्नले नै सत्यतर्फ लैजाने हो। चौथो हो अविश्वास। केही मानिसहरू भन्छन् नासा झुटो बोल्छ, गभर्नमेन्ट झुटो बोल्छ, साइन्स फेक हो। अब सोच्नुहोस्, यदि कुनै पनि विषयमा कुनै पनि प्रमाणलाई विश्वास नगर्ने हो भने सत्य के हो भनेर कसरी थाहा पाउने? र यस्तो मानिसहरू त्यो कुरालाई बढी सत्य मान्छन् जो सजिलो छ। र झुट जहिले पनि सजिलो हुन्छ, तर सत्य अप्ठ्यारो हुन्छ, सोच्दा कठिन हुन्छ, त्यसैले सत्यलाई अपनाइदैन। यो कथा केवल पृथ्वी गोलो छ कि च्याप्टो छ भन्ने मात्र होइन। यो कथा हो मान्छे कसरी सोच्छ, कसरी थिङ्क गर्छ, कसरी आफ्नो निर्णय लिन्छ, कसरी आफ्नो विश्वास बनाउँछ। किनकि सत्य धेरै सजिलो हुँदैन, यो प्राय जटिल हुन्छ, बुझ्न समय लाग्छ। तर झुट भने सिधै सजिलो हुन्छ, सिधै मनमा बस्छ, बिना धेरै सोचेर। र धेरै मानिसहरू सजिलो कुरा नै चाहन्छन्। लास्टमा, पृथ्वी च्याप्टो हुनु खतरनाक होइन, तर बन्द सोच हुनु, प्रश्न नगर्नु, कारण नखोज्नु सबैभन्दा ठुलो खतरनाक कुरा हो। सो गाइज, आजलाई यति नै। मिल्नेछौँ यस्तै इन्ट्रेस्टिङ रोचक नयाँ भिडियोमा। किप वाचिङ। भिडियो मन परेमा लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।